हरेक युवा खेलाडीहरूले चाहिँ अहिलेको सोसियल मिडिया सँगसँगै कस्तो खालको डाइटहरू खानुपर्छ भन्ने कुरा पनि सबैलाई एउटा जागरुकता छ, त्यो कुराहरू सबैलाई नलेज पनि छ। सँगसँगै अहिलेको नेसनल प्लेयर सँगसँगै धेरै खेलाडीहरूलाई पनि एउटा राम्रो एउटा पोजिसनले खेलाडीलाई पनि एउटा खेलकुद परिषदले पनि एउटा राम्रो खालको व्यवस्थापन गरेको छ। सँगसँगै भत्ताहरू पनि व्यवस्था गरेको छ। सँगसँगै एउटा आर्थिक उपार्जन पनि भइरहेको छ र खेलकुदलाई चाहिँ अहिलेका अहिले सँगसँगै विगतका दिनहरूमा पनि ती खेललाई सम्झने हो भने अहिलेको खेलकुदको यो जस युवा जमघटले चाहिँ पक्कै पनि अहिलेको नयाँ नेतृत्व आइरहेको छ जेनजी जुन युवा खेलकुदमा चाहिँ युवा मन्त्री हुनुहुन्छ त्यसले चाहिँ पक्कै पनि नयाँ फर्को मार्नेछ र सँगसँगै त्यही भित्रका व्यवस्थापनले पक्कै पनि त्यसलाई चाहिँ अब एउटा राम्रो खालको एउटा लिडर लिएर पक्कै पनि एउटा राम्रो खालको खेलाडी